हेलो एन्ड नमस्ते सबैजनालाई। आजको मेरो यस अर्को भ्लगमा तपाईँहरूलाई स्वागत गर्छु। आज चाहिँ म तपाईँहरूलाई कोरियाको गाउँ म बसेको नजिक एउटा कोरियन गाउँ रहेको छ, त्यहाँ आज तपाईँहरूलाई म घुमाउन लानेछु र कस्तो छ ठाउँ, केहरू कस्तो कस्तो ठाउँहरू रहेको छ भनेर पुरै देखाउने छु र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। देख्न सक्नुहुन्छ धान यस्तो मजाले यहाँ पुरै हरियो भइसकेछ। नेपालतिर चाहिँ अब कस्तो भयो मलाई त थाहा भएन। यहाँ देख्नुहुन्छ पुरै हरियो एक लाइनले रोपेको हुन्छ, यहाँ मेसिनले रोपेर भएर होला यस्तो। यहाँ पानी सानीको यसरी पाइप पुरै गरे पछि यसरी पाइप राखेर कुदाएको हुन्छ र एक चिजको सुविधा नै गरिदिएको त हुन्छ यहाँनिर। यता देख्नुहुन्छ यता नि त्यस्तै रहेको छ। यहाँ चाहिँ प्रायः यस्तै हुन्छ र हामीलाई यसो यताउता घुम्नलाई गाउँतिर घुम्न मजा नै हुन्छ। त म बसेको ठाउँ पनि गाउँ त गाउँ नै हो, सहर त होइन म बसेको ठाउँ नै। प्रायः गाउँतिर चाहिँ यस्तै अब पाहाडसाडहरू वरिपरिहरू पाहाडहरू चाहिँ एकदमै धेरै हुन्छ। यहाँ पाहाडहरू त्यहाँ देखाउँछ त्यो बाँसघारीको झ्याङ त रहेको छ, त्यहाँ बाँसघारीको झ्याङ पनि छ त्यहाँ नेपालमा जस्तै। यसरी मस्त धान अब यतिखेर त धान त यहाँ सबैले रोपिसकिसकेको छ। धान चाहिँ धान रोपेर पुरै हरियो भइसकेको छ, यहाँ हरियो फिरिसकेको छ धान पनि। यस्तो छ है, यस्तो रहेछ। र यतिखेर मौसम पनि एकदमै राम्रो मौसम रहेको छ घुम्न यसरी गर्ने टक्क जानलाई। यस्तो घुम्न जाँदा आनन्द पनि आउँछ एक खालको। यहाँ देखाउँछु म तपाईँलाई कोरियामा धान रोप्ने मेसिन चाहिँ त्यहाँ रहेको रहेछ। धान रोप्ने मेसिन चाहिँ यहाँ चाहिँ नेपालमा जस्तो मान्छेहरूले हातले चाहिँ रोप्दैन। यहाँ चाहिँ हातले चाहिँ रोप्दैन। यहाँ चाहिँ तपाईँहरूलाई त्यहाँ मेसिन रहेको छ, त्यो मेसिनमा चाहिँ त्यो बिउहरू हालेर यहाँ भर्खर रोपेको रहेछ। त्यहाँ पहेँलो छ, भर्खर त्यहाँ रोप्नलाई ल्याएको रहेछ। यहाँ त्यहाँ जेसिबीले त्यहाँ बाटो खनेर छ, सायद बाटो त्यहाँ जान सकिन होला, त्यही भएर होला। त्यहाँ देख्नुहुन्छ सानो जेसिबी रहेको छ, त्यो जेसिबीले चाहिँ यस्तरी यहाँ बिउहरू छ यस्तै हुन्छ। यहाँ देख्नुहुन्छ यो बिउ भयो यस्तो, यो पालेटमा हालेको हुन्छ यस्तो बिउहरू चाहिँ हाल्ने, अनि त्यहाँ त्यो मेसिनले चप्पो गर्दै रोप्छ। देख्न सक्नुहुन्छ यहाँ मौसम यहाँको ठाउँ लगभग नेपालको जस्तै हो। ठाउँ पनि म त यहाँ कोरिया आएको कि नेपालमै छु जस्तो हुन्छ यसो यताउता घुम्न गयो भने त। अब प्रायः एकदमै ठुलै सहरतिर मात्रै त यस्तो हुन्न, नभए त प्रायः कोरियामा यस्तै पातलै बस्ती हुन्छ। यसरी बस्ने आउने, यसरी गाउँतिर चाहिँ यसरी सब्जीहरू लाउने, यसरी के बोटहरू अनेक थरीको बोटहरू लगाएको हुन्छ। यसरी धानहरू मस्तो रोपेको छ र स्याउहरूको बोट पनि रहेको रहेछ। यस्तो टनेलहरू हुन्छ, टनेलहरूमा चाहिँ यसरी म देख्न सक्छु। यसरी त्यो टनभित्र चाहिँ लसुन उखालेको रहेछ भर्खर। यस्तो रहेको छ, त्यस्तै छ यो कोरियाको ठाउँहरू पनि। तर ठाउँहरू पनि गाउँहरूमा यस्तै त्यहाँ एउटा नेपालकै जस्तो एउटा घर रहेको छ। नेपालको त्यो पूर्वमा रहेको एउटा उल्टो घर भन्ने छ, त्यहाँ पनि यहाँ पनि त्यस्तै नेपालमा त उल्टो घर जस्तै यहाँ त्यस्तै घर रहेको छ है त। अहिले म तपाईँलाई देखाउन चाहन्छु। अचम्मको छ नेपालमा जस्तै जे पनि उल्टो भए एउटा छ कता पूर्वमा हो त्यस्तै घर त्यहाँनिर म तपाईँहरूलाई लिएर जाँदैछु। यहाँ देख्न सक्नुहुन्छ नेपालको पूर्वी ठाउँमा एउटा भयो जस्तै त्यहाँ एउटा भाइरल उल्टो घर जस्तै यहाँ पनि ट्याक्कै त्यस्तै नै घर रहेको छ। यो उल्टो अब त्यहाँ जान त मिल्दैन अब अरूको घरबाट, म तपाईँलाई भित्र जान देखाइन्थेँ। यहाँ चाहिँ त्यहाँ हेर्नु
ठ्याक्कै उल्टो उल्टो रहेको छ घर पनि, छानो तल रहेको छ। नेपालमा त उल्टो घर जस्तै ट्याक्कै यहाँ पनि त्यस्तै नै रहेको छ। र मलाई यहाँ चाहिँ एउटा अचम्म चिज लाग्छ नि, यहाँ नेपालमा जस्तो यहाँ चाहिँ आली चाहिँ लाउँदैनन्। यहाँ खै पानी चाहिँ यिनीहरूमा कसरी अडिन्छ कुन्नी। यहाँ यसरी आली बिगारी त्यत्तिकै रोपिदिइरहेको हुन्छ, या यसो माटोले यसो तानेको मात्र हुन्छ, केही लाएको हुँदैन होला चाहिँ। खोइ हाम्रो नेपालतिर त आली छैन त पानी अडिँदैन, यहाँ चाहिँ फेरि अब अरू चिज केही गरेको हुन्छ मलाई थाहा भएन, त्यस्तो रोपेको हुन्छ। यहाँ रहेको छ यहाँ आरू बखडाहरू चाहिँ यहाँ एकदमै धेरै, यहाँ चाहिँ खेती नै गरेको होला सायद यो। यहाँ आरू बखडा रहेको छ यहाँ, अन्त आरू बखडाहरू यत्रो छ यो पुरै, यति ठुल्ठुलो आरू बखडाहरू रहेको छ। नेपालतिर त सानो आरू बखडा हुन्थ्यो, यहाँ चाहिँ यति ठुलो आरू बखडाहरू रह्यो। टिपेर देखाउनु त तपाईँलाई मिलेन, कोरियामा नेपाल जस्तो खुस्सा टिपेर गोजीमा हालेर जुम भन्न जस्तो चाहिँ मिल्दैन। यहाँ चाहिँ यत्रो रहेको छ, यस्तो यहाँ कस्तो मजाले फलेको छ। यसरी यो रातै पाकिसकेको पनि रहेछ। खोइ नेपालमा जस्तो चाहिँ यो आरू बखडा नदेख्ने, अर्कै खालको कुनै खालको होला, हाल्नु होला। यहाँ आरू बखडा यस्तै यत्रो खोर्सानी छ, खोर्सानी पनि यस्तो मजाले फलेको पनि छ। यस्तो डाँडा ठाउँमा पनि फलेको छ, खै नेपालमा चाहिँ बाँझै हुन्छ, यस्तोमा चाहिँ यस्तरी फलेको छ। अनि यहाँ देखाउँछ यो चाहिँ ऊ त स्याउ रहेको छ, यो चाहिँ स्याउको बोट रहेछ, स्याउ नै फलिरहेको रहेछ। त्यत्रो सानो दाना छिलाइरहेको रहेछ। ताई सबै यस्तो सागसब्जी यस्तो खाली चाहिँ यहाँ प्रायः यहाँ आलुहरू रोपेको छ। प्रायः यहाँ चाहिँ खालीहरू ठाउँ चाहिँ प्रायः छैन, प्रायः सबले मान्छेले अलिकति कोरियामा चाहिँ सब सागसब्जीहरू एकदम धेरै महँगो छ। त्यही भएर पनि हो कि प्रायः हुन त सबैले मान्छेहरूले व्यवसाय तरिकाले नै खेतीहरू गरेको हुन्छ। नेपालमा जस्तै अलिकति गरौँ न यसो बाँडीचुडी खाउँला त्यस्तो चाहिँ छ हुँदैन। यहाँ थोरै भए नि रोप्छन् यस्तो डाँडामा पनि खोइ फलिरहेको हुन्छ। नेपालमा चाहिँ खोइ त्यस्तो सम्म ठाउँमा पनि फल्दैन, भाउ पाएन हुन्छ नेपालमा चाहिँ। यहाँ चाहिँ सब यस्तो विरक्त लाग्दो ठाउँमा पनि फलेर मस्त फलिरहेको हुन्छ। यहाँ मकैहरू यस्तो मजाले यस्तो मजाको घुकेर गएर लागेछ, दुईवटाको दलले उखान लागिरहेछ। सानो मकै रहेछ बोट चाहिँ, खुर्सानी सबै। यहाँ चाहिँ प्रायः गाउँतिर चाहिँ अलि अहिले जाँदै गरेको ठाउँमा चाहिँ प्रायः टनेलहरू रहेको छ। टनेलहरूमा यसरी सब्जीहरू प्रायः धेरै लाउनु भएको रहेछ। हुन्छ त्यहाँ अन्त काँक्राहरू मुलाहरू सबै रोप्नु भएको रहेछ त्यहाँ चाहिँ। यसरी यता चाहिँ अब यता सबै टनेल रहेको छ। यहाँ चाहिँ अङ्गुर रोपेको रहेछ, यहाँ हुन्छ सब टनेलमा रोपेको छ। तर यस्तो लटरम्मै फलेको रहेछ अङ्गुर चाहिँ। फेरि यहाँ चाहिँ यस्तरी यहाँभित्र यस्तो अलि सानो भएको रहेछ। त्यहाँ अङ्गुर यस्तो अङ्गुर फलेको छ, यस्तो बाक्लो फलेको छ मान्छेहरू। यस्तो बाक्लो फलेको छ अङ्गुर त्यस्तो छ है। देखिहाल्नु होला त यहाँ अहिले चाहिँ यहाँ ठाउँ चाहिँ यस्तरी खालीहरू त खै म बस्ने ठाउँमा चाहिँ छैन। अब अरूतिर चाहिँ कस्तो छ मलाई थाहा भएन। म बस्ने ठाउँमा कोरिया चाहिँ यस्तो यो गाउँतिर चाहिँ पुरै केही न केही घर छेउमा चाहिँ रोपेकै छ। केही न केही चाहिँ एउटा खोर्सानी भए पनि के नहोस् त्यो रोपेकै हुन्छ केही न केही चाहिँ। यहाँ नै यहाँ अब अङ्गुरहरू यस्तो धेरै फलेको हुन्छ। त्यहाँ चाहिँ सानो रहेछ, त्यहाँ अघि मैले देखाएको ठाउँमा चाहिँ एकदम ठुल्ठुलो थियो। त्यहाँ पैसा सबै बारेको हुन्छ, देखाउनु त किनभने देखाएको रहन्छ। त्यहाँ
ऊ त्यहाँ गोठ पनि रहेको छ गाई। यहाँ चाहिँ अब मासुको लागि पाल्छन् गोरुहरू चाहिँ। यो गोरुहरू चाहिँ पाल्नको लागि यहाँ चाहिँ हुन्छ। एकदम यहाँ नेपालमा चाहिँ यहाँ गोठ पनि एकदम व्यवस्थित हुन्छ। यहाँ पुरा फ्यान स्यान सबै लगाइदिएको हुन्छ। देख्नुहुन्छ त्यहाँको सब चिज सुविधा गरिदिएको हुन्छ। त्यहाँ गोठहरू रहेको छ, फ्यानहरू पुरा हुन्छ। अङ्गुरहरू यहाँ बारेको रहेछ। अब तपाईँलाई म देखाइदिएँ, यहाँले बारेछ भनेर चाहिँ अब चाहिँ यहाँ तपाईँलाई यसरी रहेको छ। यहाँ चाहिँ अब यो कोरिया चाहिँ गाई दुध दहीहरूको लागि चाहिँ पाल्दैन खासै। प्रायः यहाँ चाहिँ पाल्ने भनेको यो मासुको लागि पाल्छ। यहाँ चाहिँ एकदम सबभन्दा कोरियामा सबैभन्दा महँगो भन्ने चिज भनेकै यही गाईको मासु हुन्छ। एकदमै धेरै महँगो पर्छ यहाँ चाहिँ, यहाँ कोरियामा चाहिँ। यहाँ ऐसेलु यस्तो रुई लटरम्म फलेको छ। ऐसेलु नै ऐसेलु रहेको छ। यति धेरै छ ऐसेलु पनि। यहाँमा चाहिँ यो म बस्ने ठाउँमा चाहिँ यति धेरै ऐसेलु छ। ऐसेलु पनि यति धेरै, तर अलिअलि हल्का तितो तितो चाहिँ हुँदो रहेछ। खै यहाँको जङ्गली ऐसेलु भन्दो रहेछ भन्न चाहिँ यहाँ खै पाउन पनि सबै थोकै पाउँदो रहेछ। पाउनु चाहिँ यहाँ कोरियामा यसरी यो बाहिर यसरी गाउँतिर डुलो भने चाहिँ यसो आफ्नो घरतिर गाउँतिर घुमेको याद आउँछ। ट्याक्कै त्यस्तै यता हेर यसो बोट बिरुवाहरू लगाएको हुन्छ, यसो खेतीपातीहरू गरेको हुन्छ, यसो सागसब्जीहरू सबै त्यो लगाएको हुन्छ। रमाइलो ठाउँ छ मेरो म बस्ने ठाउँ चाहिँ। एकदम मस्तको ठाउँ रहेको छ। देख्नुभयो होला तपाईँहरूलाई मैले आजको भिडियो कस्तो लाग्यो है त। र आजको भिडियो राम्रो लाग्यो भने लाइक, सेयर र कमेन्ट गरेर साथ दिनु होला।